पृथ्वी बजारदेखि वल्लपछि कोप्ती बजार छ नि कोप्ती बजार यता उता स्कुलबाट जानेपछि बाटै मुनि तिनवटा घर छ नि दुईटा एउटा प्लास्टर गरेको इँटा बुटा निकालेको बाटै मुनि बनाएको छ त मेरो बच्चा हो त्यही घर हो पहिला धेरै वर्ष पनि नभएको पहिला त गइरहेको थिएँ नि मैले खास दोलखा त भन्ने नि मैले पहिला दोलखा भन्नुभयो दोलखा भने मैले तर यहाँ भने त अनि पहिले अंकल के छ काँक्रा पनि छ हो कतिको हो यो 40 रुपैयाँ छ बाबु बिकिरा छ अर्को छैन त्यो एउटा यति हो अहिले दुई एउटा थियो सकिएको हो हेरेर काट्नु हुन्छ काट्दिनु र त सुनसान रहेछ नि यता हजुर जिमे काँक्रा खान आइज काँक्रा अहिले नुनहरू छैन होला नुनहरू त छैन बाबा छैन जिमे आइज सबै चाहिँ काँक्रा खान लागेको छ पैसा लिन्छ काट्नु खुल्ला छैन यस्तो भयो त्यो भाइहरूले गर्दाखेरि हेरेको छ अब त्यही राख्नु छ सुरुटहरू सुरुट त खाँदैन यस्तो छ हो पानी दिन न कति 40 है पानी एउटाले कति भयो 70 पानी एउटा 70 अनि त्यो कुरकुरे हेर्दिन न त कति जाने 70 30 रुपैयाँको 30 रुपैयाँ 60 रुपैयाँ पर्छ बाबु यो लिएर त 50 रुपैयाँ खर्च आउँदैन हजुर कति रुपैयाँ गेना 20 रुपैयाँ गेना यसलाई कति 30 रुपैयाँ पानी अनि यसलाई 60 रुपैयाँ 50 20 रुपैयाँ छ नि पुरा गएर हान्दिनु अङ्कलसँग खुल्लै छैन अरे कि सधैँ आउनुहुन्छ त त्यहाँ पनि छैन 20 रुपैयाँ खुल्ला के 20 रुपैयाँ खुल्लै छैन त्यहाँ फेरि अब फेरि कति भयो कति मागी भयो यहाँ बस्यो भने उयो दिन्न त यो त्यसले मिलाउनु न अब तपाईँको यो 25,000 मिल्यो हिसाब मिल्छ कि मिल्दैन कति माग्यो ल भयो काँक्रा कालीबेल गल्दै रहेछ ठाउँ अङ्कलले खानेलाई खान्न त आज हो अचार सचार केही छ त अङ्क आज अचार सचार छैन सकिएको भोलि आउँदा भोलिपछि काँक्रा आउँछ कस्तो काँक्रा मिठो छ काँक्रा त बिहान टिपिया काँक्रा बाबु यो हो कहाँ गुन्डीतिर दोलखा भने मैले तर
यहाँ भने त तपाईँ अनि पहिले तपाईँलाई सोध्यो नि पाण्डे हो तपाईँ हो हो ठिक छ व्यापार त राम्रो हुन्छ होला शनिबार त राम्रो हुन्छ यता घुम्न आउने मान्छेहरू हुन्छ जोडी कतिको देख्नुहुन्छ तपाईँ जोडी कतिको देख्नुहुन्छ त कति हो कति है कति आउँछ यो आउने नै त्यस्तो छ जग्गा रहेछ त्यस्तै रहेछ कोही बेला पहिलाको याद आउँदैन दाजु सबै कति 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 वर्ष हुनुभयो 60 वर्ष लाग्यो है अङ्कल यता सब परिवार नै यता बस्नुहुन्छ बुबा आमा नि यतै घर र यता बनाउनु भएको छैन मैले बनाएको छु भाइको छ ए त्यता बाब्रेतिरको नि अहिले त प्रायः खाली काठमाडौँ नि बाब्रेतिर जम्मै बाब्रेले जम्मै मोलपानी काँडागाडी हो मैले नि भेटिरहेको हुन्छ क्या केटाहरू जडीबुटीतिर मोलपानी काँडागाडीपट्टि अब त्यो पृथ्वीको छोराहरू काँडागाडी बाबा चोकतिर छन् उहाँ पहिला सबै पेसा मैले लिन आउँथ्यो है पहिला सबै अन्नपूर्ण अहिले सबै मान्छे गाउँमा बाहिर हाम्रोमा त अझ कुनै मान्छे लड्यो भने उठाउने मान्छे नि छैन भेट भयो खुसी लाग्यो गाउँले भेट भएछ आज हामी नि भाइको छुट्टी थियो यसो बसेको आज भाइ आर्मी हो यताबाट छुट्टी थियो 20-30 दिन छुट्टी थियो धनकुट्टा अहिले पश्चिमपट्टि ए धनकुट्टा त पुरै पूर्वै पर्छ कति वर्ष भयो जाएको 2 वर्ष भयो हजुर 2 वर्ष भयो अझै धेरै वर्ष छन् अहिले उमेर त भर्खर 21-22 भयो अहिले उठ्छौँ पहिला गाउँमा अहिले हाम्रो लप्सीपट्टि चाहिँ त्यो लप्सी त्यो स्कुल भएको त्यसरी बाँदरले बस्नु खन्न ए बाँदर त त्यस्तो त्यता नि त्यस्तो आउँछ माथि नै त्यस्तै भयो रातो बाँदर हाम्रो त रातो क्या फेरि आउँछ हाम्रोतिर धेरै आउँदैन गाउँतिर त तलतिर आउँछ हाम्रो त गाउँ माथि त्यो बौँसे थलीसम्म पुग्छ काबल खाना बाँदर रातो बाँदर अनि उहाँसम्म पुग्छ बाँदर त अनि बसाइ चाहिँ कहाँ भएको हाम्रो यता गणेश मन्दिर हुन्छ अलिक तल ढुङ्गे धारामा हाम्रो सुरु नै त्यो थापापाटी तल छैन त्यसको अलिकति भित्रपट्टि पोखरा आउनु पर्छ ए ठिक छ ल अङ्कल गयौँ गुम्बादेखि मुनि